आज चाहिँ हाम्रो तनसुरबाट आउनुभएको पाहुनाहरू विश्रामसी सामुदायिक होमस्टेमा र हामी चाहिँ उहाँहरूलाई स्वागत गर्नको लागि अहिले तयारीमा छौँ। चाहिँ आज दिनभरि बसेर यहाँको होमस्टे तथा यहाँको मगर कल्चरहरू हेरेर जाने भन्नुभएको छ। र चाहिँ हामी सबैजना स्वागतको लागि चाहिँ छुट्टिरहेछौँ है। अब स्वागतको लागि तयारी हाम्रो पाहुनाहरूको लागि माला उनीहरू राख्नु भएको यो चाहिँ हाम्रो सामुदायिक टोल विकास संस्थाको भवन हो र हामी चाहिँ अहिले यही भवनलाई नै प्रयोग गर्छौँ अहिलेसम्म हाम्रो पाहुनाहरूको लागि।
स्वागत कार्यक्रमको प्रमुख अतिथिको रूपमा आउनुभएका तनहुँसुर टोलका संस्थाका अध्यक्षज्यू, त्यसै गरी तनहुँसुरका सामुदायिक होमस्टेका अध्यक्षज्यू लगायत विभिन्न सङ्घ संस्थाबाट संस्थाको प्रतिनिधित्व गरेर आउनुभएका अध्यक्षज्यू लगायत सम्पूर्ण तनहुँसुरबाट आउनुहुने सम्पूर्ण पाहुनाज्यूहरूमा म र मेरो यस रुम्सी सामुदायिक होमस्टेको तर्फबाट हार्दिक नमन तथा झोरले र यसै गरी यस रुम्सी यहाँहरूले आज रुम्सी गाउँको नाम सुनेर आउनुभयो, त्यसको लागि हामी एकदमै आभारी पनि छौँ र यस रुम्सी गाउँको बारेमा र यस होमस्टेको बारेमा पनि केही कुराहरू भन्नुपर्दाखेरि हाम्रो रुम्सी गाउँ एउटा घरधुरी सङ्ख्या रहेको छ भने यसमा 90 घरधुरी सङ्ख्या नगरबस्ती रहेको छ र बाँकी अन्य दलित र अन्य जाति मिलेर बसोबास गरेको ठाउँ हो र यस गाउँको भौगोलिक अवस्थिति भन्नुपर्दाखेरि सामुदायिक सतहबाट 750 देखि 900 कृषिमै आधारित रहेको छ। पहिला एउटा लाउरेले भरिएको गाउँ भनेर पनि चिन्ने गाउँ हो र त्यो गाउँ अहिले बिस्तारै त्यतिखेरको शब्द अहिले बिस्तारै हराउँदै गएको छ भन्ने एउटा कार्यक्रम बनाएर हामीले होमस्टे सञ्चालन गरेका हौँ। यी बाहेक यसमा समेटिएका बाहेक केही अन्य कुराहरू पनि छन्। हाम्रो होमस्टे कार्यक्रमहरू गर्दाखेरि सम्पूर्ण गतिविधि रातिको 11 बजेसम्म मात्रै गर्नेछ र 11 बजेभन्दा हाम्रो उता कार्यक्रम हुँदैन। त्यसपछि बिहानको खाजा के छ पाहुनाहरूको माग त्यही अनुसार हामीले चाहिँ उहाँहरूको सुविधा दिएर सेवा गरेर हामी चाहिँ बिदाय गर्ने गर्छौँ र आज यहाँहरूको चाहिँ आजको बसाइ चाहिँ दिनभरिको मात्रै भएको हुँदा हामी त्यही अनुसारको गर्नेछौँ। त्यसै गरी यहाँहरूले आज जुन एउटा मगर गाउँको एउटा मगर कल्चर मगर संस्कृति कार्यक्रम हेर्ने भनेर आउनु भएको छ, त्यसको लागि हामीले कहाँसम्म गर्न सक्नेछौँ, कहाँसम्म हाम्रो संस्कृति हाम्रो कलालाई जगेर्ना गरेर राखेका छौँ र हामीले कतिसम्म प्रस्तुत गर्न सक्नेछौँ यहाँहरूलाई प्रस्तुत पनि गर्नेछौँ र त्यति भन्दै बाँकी कुराहरू अर्को अहिले यो स्वागत कार्यक्रमलाई यहीँ समापन गर्दै विदाय कार्यक्रम हाम्रो थाँती नै छ। विदाय कार्यक्रममा केही कुराहरू यहाँहरूबाट पनि सुन्नुहुला र यति भन्दै यस स्वागत कार्यक्रमलाई मैले समाप्त भएको जानकारी गर्दै म पनि बिदा हुन्छु र हामी तनहुँसुरबाट रुम्सी गाउँसम्म आएका छौँ र हाम्रो उद्देश्य भनेको आफ्नो कला संस्कृतिलाई अगाडि बढाउने र अनि हुन त हामी तपाईँहरूको गाउँ रुम्सी जस्तै हामी अरू ठाउँहरू पनि गएका छौँ, खास गरेर अब सामुदायिक होमस्टेहरूमा र हामीले रुम्सी गाउँलाई छनौट गर्नुको अर्थ हाम्रो के हो, उद्देश्य के हो भने एउटा सामुदायिक होमस्टेलाई बढावा दिने, अगाडि बढाउने अनि संस्कृति आदान प्रदान गर्ने र अनि भएका समस्याहरू के छ भने समस्यालाई एकअर्कामा सेयर गर्ने भन्छ अहिले नयाँ भाषामा, साटासाट गर्ने, हातेमालो गर्ने, साटासाट गर्ने र हाम्रो यो तनहुँसुर पनि अब सामुदायिक होमस्टे हो, ऐतिहासिक पुरातात्विक महत्त्व बोकेको ठाउँ हो र हामीले पनि त्यस्तै दुःख कष्टमा सामुदायिक होमस्टे खोलेका छौँ र अनि विभिन्न समयमा तपाईँहरू जस्तै पाहुना हामीले राख्दै आएका छौँ र थुप्रै समस्याहरू छ। तपाईँहरू जस्तै समस्याहरू सायद झेल्नु भएको छ होला, हामीले पनि त्यस्तै समस्याहरू झेलेका छौँ। तर पनि एउटा पाटो, एउटा फाइदाको पाटो भनेको के हो भने हामी आफ्नै गाउँ बस्तीमा बसेर, आफ्नो समुदायमा बसेर हामी यही नै एउटा पेसा व्यवसाय, होमस्टे भनेको पेसा व्यवसाय हो र अनि आय आर्जनका कुराहरू हुन्। अनि यो आय आर्जनको साथसाथै हामीलाई एउटा चाहिँ के फाइदा भएको छ भने हाम्रो कला संस्कृतिको जगेर्ना भएको छ। हाम्रो जस्तै हामीले कौरा भनेका छौँ नि, खास गरेर हामी रुम्सीलाई रोज्नुको अर्थ हामी अधिकांश त मगरहरू पनि छौँ। हाम्रो समुदायमा तपाईँहरू जस्तै अरू पनि हुनुहुन्छ, तैपनि हाम्रो समुदायमा बसिसकेपछि हामी सबै एउटै ठाउँमा रुजेका छौँ, भिजेका छौँ। मगरको छुट्टै यो भन्ने कुरा हुँदैन। तपाईँले सुन्नुहुन्छ पाल्पाको कुनै मगर गाउँका ब्राह्मण जातिले मजाले मगर भाषा बोल्न सक्छ, हामी मगर भएर पनि मगर बोल्न जान्दैनौँ। हामी अलि नेपाली मगर जस्तो भइहाल्छ है। त्यसो भए
सबै चाहिँ माओले भने जस्तो मर्दले चाहिँ सबै कुराहरू हामी बोल्न जान्दैनौँ। त्यसरी कला संस्कृतिको जोगाउनको लागि ठेट कौरा सिक्नको लागि हामी यहाँसम्म आएका हौँ। रमाइलो गर्ने, सामुदायिक होमस्टेलाई बढावा दिने र अनि तपाईँहरूको यो जुन कौरा हामी अब खानापछि तपाईँ हाम्रो बसाइ, तपाईँ हाम्रो जुन एउटा कौरामा जुन एउटा किसिमको मनोरञ्जन अथवा तपाईँहरूको जुन कौरा प्रस्तुति हेर्नको लागि हामी यहाँसम्म आएका हौँ। लगायतका अरू कुराहरू होमस्टेमा भएका समस्याहरू अथवा एक आदान प्रदान गर्ने कार्यक्रम रहेको छ र तपाईँहरूलाई पछि अब त्यस्तो खालको मौका मिलेछ भने तनसुर पनि आउनु सक्नुहुन्छ। तपाईँहरूलाई हामी तनसुरसम्म पनि आउनको लागि हामी अनुरोध गर्दछौँ। र अनि अब हामी यहाँ अहिले धेरै भाषण भुषणका कुराहरू भन्दा पनि अब हामी खाना खाएपछि हामी चाहिँ अब एकछिन तपाईँहरूले पनि खाना खानु पऱ्यो र हामी यसो गाउँ बस्ती दिन्छौँ। त्यसपछि तपाईँ हाम्रो एउटा रमाइलो कार्यक्रम, मनोरञ्जन कार्यक्रम तपाईँहरूको एउटा ठेट कौरा सिक्ने मौका हामीले पाउँछौँ भन्ने आशा गरेका छौँ। र अनि रुम्सी होमस्टेको विषयमा त हामीले धेरै पहिलादेखि नै सुनेका हौँ। देशबाट पनि सहयोग र नगरपालिकाबाट पनि सहयोगबाट जुन तपाईँहरूले जुन अगाडि बढ्नु एउटा नमुना होमस्टेको रूपमा, नमुना गाउँको रूपमा अगाडि बढ्नु भएको छ। तपाईँलाई हाम्रो सामुदायिक तनसुर टोल विकास संस्था र सामुदायिक होमस्टेको तर्फबाट शुभकामना हामी व्यक्त गर्न चाहन्छौँ। अझै उन्नति, अझै अगाडि बढ्दै जाओस्। तपाईँ हामी हात्तीमालो गर्दै अगाडि बढ्दै जाउँ। कुनै पाहुनाहरू कहिलेकाहीँ के भइदिन्छ भने ठुलो समूह आइदिन्छ। ठुलो समूह आयो भने अनि कुनै पाहुना तनसुरमा, कुनै पाहुना रुम्सीमा राख्न पनि सकिन्छ। कहिलेकाहीँ धेरै 80-100जना आइदिन्छ अथवा धेरैजना आइदियो भने ल आधा तनसुरमा पठाउने, आधा रुम्सीमा पठाउने हामी गर्न पनि सक्छौँ। त्यसरी मिलेर पनि काम गर्न सक्छौँ। हामी नगरपालिका त एउटै हो नि, नगरपालिका हो। तपाईँ हामीमा प्रतिस्पर्धा भन्दा पनि सहयोगको भावना हुनु पऱ्यो। त्यसरी अगाडि बढ्नुपर्ने हुन्छ। कला संस्कृति, तपाईँहरूको वेशभूषा, हाम्रो जुन संस्कृति कौरा अथवा पञ्चे बाजा तपाईँले बजाउनु भएको छ, एकदमै खुसी लागेको छ। अनि त्यस्तै अरू झाम्रे होला, तपाईँहरूको कौरा होला होइन, त्यसलाई हामी जोगाइराख्ने यो काम पनि भएको छ। र यो सामुदायिक होमस्टेको स्थापना भइसकेपछि एउटा संस्कृतिको जगाना भएको छ। अर्को कुरा हामी के त भन्दा आफ्नै गाउँ बसेर एउटा उजाड गाउँ चाहिँ उजाड हुनबाट जोगाएको छ। त्यस्तै तनसुरको हालत पनि त्यही हो। तपाईँहरू आउनुभयो भने धेरै घरहरू खाली देख्नुहुन्छ। अनि कसरी त्यसलाई रोक्ने होइन, एउटा ऐतिहासिक इतिहास बोकेको ठाउँलाई हामी खण्डहर बनाउनबाट कसरी जोगाउने भन्नेतर्फ तनसुरमा बसेकाहरूले हामीले कम्मर बसेका छौँ। कति सकिन्छ त्यो त समयले नै बताउँला। त्यही तपाईँहरूसँग मिलेर काम गर्नलाई नै हामी यहाँ रुम्सी गाउँसम्म आएको। यति भन्दै मेरो अहिलेलाई यही मेरो चाहिँ शब्दहरू यही टुङ्ग्याउँछु। हस्। अब हामीसँग पाहुनाहरूलाई खाना खुवाउनको लागि सबै हाम्रो सरकार छ सबै टेबलमै हात धुनुपर्छ। Vì mò lý có giả phận cả đẹp ý. Anda एक वर्ष का अगर ना आमलेट नखास में
सर कस्तो भएको छ खाना ठिकले जाप्ने माजामी जाप चल्ने लाएको भविष्यलाई आज माले मलाई गरेछ है सबैले मिठो छ भन्ने भएको छ है बाह्र खासको बज्यो नि यसो Dia sehari, Kan kita cepat kita jelas nggak mata jelas. orang makan tak dah. Kalau kan tu kan, Kita buat kita kan tu. di dia sama buat. Dia sana. पनसरबाट आउनु पाएको पाहुनाहरू चाहिँ गाउँ घुम्दै अनि सर हाम्रो यहाँ हजुर खानपानीलाई के छ कस्तो छ हाम्रो लिफ्टिङ पानी छ अब हामी अब हाम्रो यो तनसरबाट आउने पाहुनाहरूलाई हाम्रो यस्तो सानो होमस्टेर चाहिँ कौरानस देखाउन गइरहेको छ अनि यता हुँदैछ विशेष गरी यो नाच चाहिँ हाम्रो चल्ने गर्छ र यहाँ तयारीको लागि खुर्सानी मादल भएको छ अब हाम्रो चाहिँ साथीहरू सानो होमस्टेबाट कला सांस्कृतिक आदान प्रदान गर्ने कार्यक्रममा रुम्सियासम्म पार्नु भएको छ हामीले धेरै खुसी छौँ र कला सांस्कृतिकको हिसाबमा पनि आज चाहिँ हामीले मुख्य गरी हाम्रो तनहुँ जिल्लाका सेरोफेरोमा नचाहिने मौलिक कारुवा कौरा नाच चाहिँ हामीले देखाउने प्रयास गरिरहेका छौँ किनभनेदेखि हुन त हाम्रो पनि यो कौरा नाच कार्यक्रम लोप भइसकेको अवस्था थियो र हामी पोहोर हामीले त्यसले होमस्टेबाट गरेपछि होमस्टे सञ्चालन भइसकेपछि यो कौरालाई चाहिँ फेरि हामीले जगाउनुपर्छ भन्ने हिसाबले हामीले ससाना नानीहरूलाई स्कुलमा पढ्ने नानीहरूलाई सिकाएको छौँ र गाउने मान्छे गाउने चाहिँ आज पनि हामी पनि अझै भर्खर युवा साथीहरूलाई सकिनु सके यो भेगमा यो गाउँमा गाउने पुरानो गीतमा भाकाहरूलाई गीतहरूलाई सम्हाल्ने प्रयास गर्नेछु स्वीकार्नु होला हामी अब तपाईँहरूलाई कौरा कार्यक्रम नाच देखाउने प्रयास गर्नेछौँ धन्यवाद नमस्कार
खाजा वितरण गर्दैछ है त रौसी हो रौसी यो चाहिँ लोकल रक्सी है त मगाले खाजा आजको 12 छ गुन्द्रुक अचार त्यस कारणले व्यास नगरपालिका वार्ड नम्बर 11 तनहुँसुर देवस्थल होमस्टे तथा कालिका भगवती टोल विकास संस्था र पानीको संयुक्त रूपमा जुन रुम्सी सामुदायिक होमस्टेमा पाल्नुभयो र यहाँहरूलाई म फेरि पनि धन्यवाद दिन चाहन्छु र यसरी नै हाम्रो विदाई कार्यक्रम गर्दै जाँदाखेरि गर्ने बेलामा हामीले जुन तपाईहरू यस रुम्सी सामुदायिक होमस्टेमा पाल्नुभएको छ र आज हामीले विदाई गर्दै जाँदाखेरि तपाईहरूबाट यस रुम्सी होमस्टेमा के कस्ताहरू हामीले पाउनलाई दिने संस्कार आदर गर्नुपर्ने जुन हामीले तपाईहरूलाई दिन सक्यो कि सकेन त्यसमा यदि सकेन भने हामी क्षमा प्राप्ति छौँ र त्यसैले हाम्रो रुम्सी सामुदायिक होमस्टेलाई अझै अगाडि बढाउनको लागि के कस्ता कामहरू गर्नुपर्छ भन्ने कुरा आगामी दिनहरूमा गर्नुपर्छ भन्ने कुराहरू र सुझाव राय सल्लाह दिनको लागि तनहुँसुर देवस्थल सामुदायिक होमस्टेका अध्यक्ष श्री आदरणीय दाजु श्री मदन आलीज्यूलाई आफ्नो सुझाव दिनको लागि म हार्दिक अनुरोध गर्दछु। धन्यवाद। विदाई कार्यक्रममा यो रुम्सी सामुदायिक होमस्टेका सचिवज्यू अनि हाम्रो यो रुम्सी टोल विकास संस्थाका अध्यक्ष लगायत रुम्सी सामुदायिक होमस्टेका अध्यक्ष पदाधिकारीहरू र सम्पूर्ण सञ्चालकज्यूहरू र हामी यो तनहुँसुरबाट रुम्सी सामुदायिक होमस्टेसम्म यात्राको तय गरेनौँ र अनि हामीले रुम्सी सामुदायिक होमस्टेमा जुन एउटा आशा जुन किसिमको हामीले सोचेको अनुसार हामीले जुन यहाँ आएका थियौँ त्यो हामीले पाएका छौँ र हामी ज्यादै खुसी छौँ किनभने अब रुम्सी सम्भवतः हामी सबैको लागि एउटा सुनेको तर नआएको ठाउँ हो जस्तो लाग्छ हामी सबैको निमित्त त्यसो टारसम्म त म पनि आएको थिएँ र रुम्सी सामुदायिक होमस्टे अब भर्खरै मात्रै स्थापित सामुदायिक होमस्टे हो। मलाई ठ्याक्कै आउने बित्तिकै लमजुङको काउले पानीको झलको चाहिँ यो रुम्सी सामुदायिक होमस्टेले दिएको छ र अब काउले पानीमा चाहिँ अब त्यहाँ गाउँ सहर हो, त्यहाँको जुन एउटा प्राचीन दरबार छ, त्यहाँ त्यो एउटा इतिहासले पनि साथ दिएको छ र अनि ठाउँले पनि साथ दिएको छ, प्राकृतिक हिमाल पनि देखिन्छ। अब हाम्रो यो रुम्सी सामुदायिक होमस्टे चाहिँ यो बस्तीको हिसाबले असाध्यै रमणीय ठाउँ छ। तपाईँको मगर बस्ती अनि सबै एकत्रित एकै ठाउँमा रहेको बस्ती रहेको छ र यो सामुदायिक होमस्टे एकदमै भविष्य मैले देख्दछु। र यद्यपि मैले सुझाव दिँदाखेरि के देखिन्छ भने तपाईँहरूले यो कला संस्कृतिलाई चाहिँ अझै खाड्दै लैजानुहोस् है। राम्रो छ तपाईँहरू नानीहरू ड्रेसमा जुन बस्नुभएको छ अथवा आमा समूह भयो, तपाईँहरू पनि बरु हामी यत्तिकै आएका छौँ र तपाईँहरूको एउटा जस भाङ्रा होइन, मगरहरूको जुन एउटा भाङ्रा पहिचानको भाङ्रा लगाउनु भएको छ, आमा समूहले पोसाक लगाउनु भएको छ अनि नानीहरूले पनि त्यही अनुसारको पोसाक लगाएको छ। हामी यो बाबु नानीहरू लिएर म रौगाम
गएको थियौँ। एकदम बाक्लो मगर बस्ती गाउँ हो र जाउन त भनेर गएका थियौँ। तर त्यहाँ चाहिँ अब सबै कुरा पाइयो, तर मलाई छल्लो लागेको कुरा के भने त्यहाँका नानीहरू पोसाक बिना फेन्सी ड्रेसमा, कोही लुङ्गीमा कोही केमा नाचिदिए। त्यसले गर्दाखेरि अब फोटो खिच्दै पर्यो। अनि फोटो खिच्दाखेरि त त्यसलाई पोस्ट गरौँ कि नगरौँ लाग्यो है, किनभने पौरा नाचिया छ, आउट ड्रेसमा नाचिया छ, त्यस्तो हुन्छ। त्यही भएर त्यो वेशभूषा चाहिँ असाध्यै ठुलो कुरा हो। वेशभूषालाई तपाईँहरूले एकदमै सम्मान गर्नुपर्छ। हामीले चाहिँ आफ्नो चाहिँ कला संस्कृतिलाई अझै खाड्दै जानुहोस्। अब हामीले त कौरा, हाम्रो जुन कौराको शैली तालमा नानीहरू अझै नाच्न नसके जस्तो लाग्छ। हामीलाई पनि अलिकति मगर ठेट कौरामा हाम्रो बजाइ भएकै छैन। हामी त अलिकति गुरुङ शैलीको हो है। उत्तरतिर बढी गुरुङ बस्तीहरू छ। गुरुङ बस्तीमा चाहिँ खैखानी भन्छ कि यो गुरुङ भाषामा। अनि खैखानै जाँदा त्यतैको साथीहरू घुमिल हुँदा अनि त्यतै ताल लय जान्छ। हामी त मगर हाम्रो ठेट कौराको तालमा सिकाइमा चाहिँ छौँ है। अब असाध्यै मनपर्छ यहाँको जुन एउटा कौराको जुन स्टेप हो, जुन एउटा चाल हो, जुन नाच्ने ताल हो, त्यसलाई चाहिँ हामीले बिर्सनु हुँदैन। जुन होमस्टे अब यहाँ के अरे रुम्सी होमस्टे खोलेपछि कौरा उठानको लागि हामीले काम गऱ्यौँ भन्नु एकदम ठिक गर्नुभयो। यस्तो सुन्दर ठाउँ होइन जहाँ चाहिँ के अरे यहाँका भुपु आर्मीहरूले आफ्नो घर चाहिँ सिँगार्नु भएको छ होइन। अनि चाहिँ हामीले नाम सुनेका धनबहादुर आले, कर्णेल धनबहादुर आले होइन, पहिल्यैदेखि नाम सुनेको हाम्रो कान्छी बुबाको साथी होइन। अनि त्यसरी चाहिँ जुन किसिमको तपाईँहरूले चाहिँ यस्तो रमणीय गाउँलाई उजाड हुनबाट जोगाउनु भएको छ। अब यो सामुदायिक होमस्टेलाई तपाईँहरूले चाहिँ यसलाई अब 30 घर अहिले चाहिँ सहभागी हुँदैछ। सकेसम्म धेरै अरू पनि मिसिएर यसलाई चाहिँ एकदमै जोगाउने, गाउँलाई चाहिँ यो स्याङ्जाको सिरुबारी जस्तै बनाउनु होला, हाम्रो शुभकामना छ। र हामी पनि अब हाम्रो सामुदायिक होमस्टेको पनि तपाईँहरूले अब भोलि समय रहेछ भने आउनु होला। त्यहाँ त अब हामी तपाईँहरू जस्तो गाउँ बस्ती यस्तो बाक्लो पनि छैन। अब नाच्न कला सिप पनि त्यहाँका नानीहरू छैन। भएकाहरू पनि दमली, काठमाडौँ कता पढ्न जाने त्यस्तो छ। हामी बचेखुचेकाहरूलाई एउटा ऐतिहासिक ठाउँमा घुम्न आउने मान्छेहरूलाई बास गर्ने ठाउँ पनि नभएर हामी त्यहाँ बसेकाहरूले लौ पनि होमस्टे खोलौँ भनेर हामी 2-4 घर मिलेर चाहिँ होमस्टे खोलेको मात्रै हो होइन। र हामीलाई पनि मगर भाषा बोल्ने इच्छा छ। हामीलाई पनि कौरालाई यसलाई चाहिँ मर्न नदिन, जोगाउन असाध्यै उछौँ। त्यही भएर हामी चाहिँ यो गाउँसम्म हामीले आयौँ, एकदम ठिक ठाउँमा आएका छौँ। र तपाईँहरूले अझै अगाडि बढ्दै जानु। तपाईँहरूको संस्कार, तपाईँहरूको जुन एउटा होइन पञ्चे बाजाबाट संस्कार, जुन किसिमको स्वागत गर्ने शैली छ एकदम मौलिक छ। हाम्रो सबभन्दा ठुलो कुरा मौलिकतामा हामी चाहिँ रमाउन सक्नेछौँ। जस्तै तपाईँहरूले खानपिनमा पनि होइन जुन किसिमको एउटा साल्तुपात टपरीको प्रयोग गर्नुभएको छ, अनि बाह्र बटुलको प्रयोग गर्नुभएको छ। यो असाध्यै यो चाहिँ मौलिकतातिर, यसलाई चाहिँ टिपिकल भन्छ अङ्ग्रेजीमा, यसलाई चाहिँ एउटा अर्ग्यानिक भन्छ, त्योतिर चाहिँ जानु होला। हामीले चाहिँ आधुनिक लज रेस्टुरेन्ट यसरी नै मायाको चिनो ग्रहण गरिदिनको लागि गङ्गाली थोक, कुर्ता थोक यसरी नै बेस पानी, सिलखान, खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्ष श्री अर्जुन बहादुर अधिकारीज्यूलाई मायाको चिनो ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्छु। यसरी नै बनौसुर सामुदायिक होमस्टेका अध्यक्ष श्री मदन आर्यज्यूलाई मायाको चिनो ग्रहण गरिदिनुको लागि भगवती टोल विकास संस्थाका अध्यक्ष श्री ऋषिश्वर राणाज्यूलाई मायाको चिनो ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्छु।
नै हाम्रो मायाको चिनो दिने कार्यक्रम समापन भएको छ र यसरी हामीले अब तपाईँहरूलाई जुन यस रुम्सी सामुदायिक होमस्टेमा आएर जुन रमाइलो गर्नुभयो, जुन रमाइलो त भयो कि भएन, यसमा जुन हामीले गर्नुपर्ने संस्कारहरू यदि हामीले पुर्याउन नसकेको खण्डमा हामीलाई क्षमा प्राप्ति छु। क्षमा याचना गरिदिनुको लागि हार्दिक अनुरोध गर्दै जुन हाम्रो विदायी कार्यक्रममा जुन सानो हाम्रो जुन लोप हुन खोजेको सानो झ्याम्रे भन्छ हाम्रो झ्याउरा भाका केही 1-2 चरण नचाइदिनुको लागि हाम्रो कार्यक्रम सांस्कृतिक कार्यक्रम संयोजक तथा टोल विकास संस्थाका अध्यक्ष श्री नारायण बहादुर थापाज्यूलाई हार्दिक अनुरोध गर्दै म कार्यक्रम सञ्चालक गर्न चाहन्छु। धन्यवाद। काट्यो खोली छेउको टुङ्गे खैले बाबाजीले गाउने गरेको पुरानो भाका गाउँदा मैले कासो लायो कुन्नी फेरि आमा नजाने हो र राईमा सुका धरिनी मासु
भयो तिम्रो छोरी मैले लोया टिका लगाइदेऊ दिने मन त मेरो थिएन आँसु यस्ता बुढी सासूलाई छोडी जाने ल भ्याका Itu yang ini. Ya. नमस्कार फेरि सम्झिदिनु नि क्यों? कौन सा अमृत? विदाय गरिरहेको छौँ यतिखेर हाम्रो
आजको पाहुनाहरूले दिएको फुल लगाएको पैसा है यो चाहिँ